बेरितको आदेश बदर गर्ने निवेदन भन्नाले बेरितको आदेश बदर गर्ने निवेदन भनेको के हो त त्यो बुझ्नुभन्दा पहिला बेरितको आदेश भनेको के हो त्यो बुझ्नुपर्छ ठिक छ। भन्नाले बेरितको आदेश भन्नाले सबभन्दा पहिला कुनै पनि जब आदेश दिइन्छ भने त्यो नियम बमोजिम छैन भनेर त्यो नियम बमोजिम छैन भनेकोलाई हामी बुझ्छौँ ठिक छ। यदि कुनै पनि निकायले आदेश दिइरहेको छ र त्यो रीतपूर्वक छैन, त्यहाँ प्रोसेस वाइज छैन, ल वाइज छैन भने त्यसलाई बेरितको आदेश हामी बुझ्छौँ ठिक छ। र त्यसलाई नै बद्ध गर्नको लागि जुन निवेदन दिन्छ भने त्यसलाई नै हामी भन्छौँ बेरितको आदेश बदर गर्ने निवेदन। भन्नाले अब यसमा के बुझ्नुपर्छ कि कुनै पनि निकायले जब आदेश दिइहाल्छ भने त्यही आदेश त्यो निकायले बदर गर्दैन, त्योभन्दा माथिल्लो तहको अदालतले बदर गर्छ। वा कुनै पनि निकायले जब आदेश दिइहाल्छ भने तपाईँलाई त्यो आदेशसँग चित्त बुझेको छैन, त्यो इलिगल जस्तो लाग्छ वा इम्प्रोसेस जस्तो लाग्छ भने त्योभन्दा माथिल्लो तहको अदालतमा गएर त्यसलाई खारिज गर्नको लागि तपाईँलाई निवेदन दिनुपर्छ ठिक छ। त्यही यहाँ भनेको छ कि बेरितको आदेश बद्ध गर्न निवेदन भनेको अदालत वा न्यायिक निकायले गरेको कुनै प्रक्रियागत त्रुटिपूर्ण निर्णयलाई खारेज गर्न दिने निवेदन हो। भन्नाले अब कुनै पनि आदेश दिएको छ भने त्यो त्रुटिपूर्ण होस् वा प्रक्रियागत त्यो हुन्छ नि त्यो इलिगल होस् वा बेरितको होस् वा कुनै पनि निर्णय दिएको छ भने त्यो निर्णय पनि यदि बेरितको छ भने कुनै पनि नर्मल निर्णय दिएको छ भने त्यो पनि बेरितको छ भने अब त्यसलाई खारिज गर्नको लागि जुन निवेदन दिन्छ भने त्यसलाई नै हामी भन्छौँ बेरितको आदेशको बदर गर्न निवेदन ठिक छ। र अब त्यसलाई फेरि डिटेलमा अझै हेर्छौँ भने भर्खर मैले भनेकै छु कि तल्लो अदालतले मुद्दाको काम कारबाही गर्दा त्रुटि वा बेरितपूर्ण आदेश गरेको अवस्थामा सोको बेहोरा उल्लेख गरी पुनरावेदन सुन्ने अदालतमा त्यस्तो त्रुटि वा गल्ती सच्याउन दिने निवेदनलाई बेरितको आदेश बद्ध गर्ने निवेदन भनिन्छ। भन्नाले अब तल्लो तहको अदालत कसलाई बुझ्छौँ कि तपाईँको जिल्ला अदालतलाई बुझ्छौँ र सिडिओ कार्यालयले पनि यदि बेरितको आदेश दिएको छ भने त्यसको आदेश बद्ध गर्नको लागि जिल्ला अदालतमा हामी निवेदन दिन सक्छौँ भने त्यही जिल्ला अदालतले कुनै पनि आदेश गरेको छ भने त्यसको आदेशले बद्ध गर्न हामी उच्च अदालतमा दिन्छौँ भने उच्च अदालतको पनि कुनै पनि प्रक्रियागत त्रुटि छ वा देश बेरित बमोजिम छ भने त्यहाँ हामी सर्वोच्च अदालतमा दिन्छौँ ठिक छ। भन्नाले सिम्पली रूपमा हामी के बुझ्छौँ कि तल्लो तहको अदालतले गरेको कुनै पनि बेरितपूर्ण आदेशलाई बद्ध गर्नको लागि माथिल्लो तहमा दिने त्यो निवेदन हो भनेर हामी इजिली बुझ्न सक्छौँ ठिक छ। अब बेरितको आदेश बदर गर्ने निवेदनको आदेश अधिकार सम्पन्न निकायबाट जारी भएको निर्देशन वा निर्णय मानिन्छ। भन्नाले अब कुनै पनि जब बेरितको आदेश जब बद्ध गर्नको लागि निवेदन पर्छ भने त्यो मात्र आदेश कसले गर्छ भने जोनिर अधिकार छ त्यो नै मात्र गर्न सक्छ। जोनिर अधिकार छ, जोनिर जुडिक्सन छ, जोनिर पावर छ त्यसलाई बद्ध गराइदिन भने त्यसले नै मात्र गर्न सक्छ, अरूले गर्न सक्दैन ठिक छ। र अब फौजदारी मुद्दाको हकमा हेर्नुहुन्छ भने फौजदारी मुद्दामा यदि कुनै बेला त्यो हुन्छ नि कुनै पनि अदालतले तपाईँको नराम्रो डिसिजन दिइहालेको छ वा आदेश दिइहालेको छ वा हुन्छ नि त्यो रीतपूर्वक दिएको छैन भने त्यसको हद म्याद हुँदैन। जुन दिन पनि तपाईँ मुद्दा गरेर भन्नाले निवेदन दिएर तपाईँ त्यसको आदेश बद्ध गराउन सक्नुहुन्छ भने त्यही देवानी मुद्दाको हकमा 15 दिनभित्र तपाईँको यदि चित्त बुझेको छैन त्यो आदेशबाट भने 15 दिनभित्र त्यो आदेश बद्ध गर्नको लागि त्यो हुन्छ नि निवेदन दिनुपर्छ। यो प्राय गरेर कुनै पनि अन्तर्कालीन आदेश भयो वा अन्तरिम आदेश भयो भने जब कोर्टले गर्छ भने त्यो आदेशको विरुद्ध कुनै पनि यदि निवेदन दिनु छ भने यदि देवानी मुद्दा हो भने 15 दिनभित्र नै मुद्दा दिनुपर्छ र 15 दिनभित्र नै निवेदन दिनुपर्छ। तब गएर मात्र त्यो निवेदनको सुनवाई हुन्छ र जुडिक्सन त्यहाँ भयो भनेर मानिन्छ, नत्र लिमिटेसन सक्छ भने त्यहाँ त्यो पनि त्यो दर्ता हुँदैन निवेदन र त्यो आदेश राम्रो छ भनेर त्यहाँ पोजिटिभ छ भनेर लिगल छ भनेर हामी बुझ्न सक्छौँ ठिक छ। त्यही भएर हामी लिमिटेसनमा पनि ध्यान दिनुपर्छ र कुन अदालतमा कुन आदेश बद्ध गराउन सकिन्छ भनेर त्यो पनि हामीलाई ध्यान दिनुपर्छ ठिक छ। अब बेरितको आदेशको निवेदन भनेको के हो आशा छ कि तपाईँ बुझिसक्नु भएको होला।